यस्तै भएको जन्मजातैबाट यस्तै भएको। अनि हजुरको बुढा हुनुहुन्छ कि हुनुहुन्न? हुन त हुनुहुन्छ, कान्छीसँग हुनुहुन्छ। के गर्ने हेर्नु न अब होइन, अलिकति के गर्ने हेर्नु न गाई चाहिँ अब के गर्ने। अब यस्तो देखेर उहाँले नै त्यही गर्नुभएको जस्तो लाग्यो मलाई पनि। ल केही भएन, सो अब त्यसै गरेर हामी अब केही शब्दहरू उहाँलाई हामी लिन्छौँ है। अनि त्यसपछि हामी सबैजना साथीले एकदम हेल्प र सपोर्ट, हामी यस्तो दृष्टिबिन भएको मान्छेहरूलाई हेल्प गऱ्यो भने हामीले 10, 20, 50, 100 रुपियाँ त यतिकै हामीले चिया नास्ता खाएर नै सक्छौँ। यस्तो मान्छेलाई केही सपोर्ट गर्दाखेरि कसैको मनमा केही हुँदैन नि त होइन। ल सबैजनाले एकदम हेल्प गर्नु, उहाँसँग हामी केही कुराहरू गर्न चाहन्छौँ। ल भन्नु त। ठिक छ। अब उहाँले भन्नुभएको छ, तपाईँले होइन सहयोगको अपेक्षा गर्नुभयो, एकदमै पनि राम्रो कुरा हो। आज किनभने एउटै परिवारको 4 जना ब्लाइन्ड, एकदमै पनि दृष्टिबिन, बुझ्दै नबुझ्ने मान्छेलाई दुवै आँखा नदेख्ने व्यक्ति, एकै परिवारको 4 जना दृष्टिबिन, दुवै आँखा नदेख्ने व्यक्ति यहाँनिर तपाईँहरूले देखिरहनु भएको छ। तुलसीपुरको यो दाङको तुलसीपुर उपमहानगरपालिका 4 घनेस्टोलबाट हामी बोलिरहेका छौँ। र सम्पूर्ण देश विदेशमा तमाम दर्शकबिनहरू देश विदेशमा कहाँ हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा भए तापनि यो दृष्टिबिन एकै परिवारको 4 जना दृष्टिबिनलाई सक्दो सहयोग गरिदिनु होला। किनभने घाँस बाँस कपास स्वास्थ्य शिक्षा रोजगार हामीलाई जुन नेपाल सरकारले रु 2128 रुपियाँ भत्ता दिएको छ, त्यही भत्ताले अहिलेसम्म हामी पालिरहेका छौँ। कति गाह्रो होला हेर्नुहोस् त। एकजना व्यक्तिलाई ज्वरो आउँदाखेरि त सिटामोल किन्दा कति गाह्रो हुन्छ भने हेर्नुहोस् त। एकै परिवारको 4 जना दृष्टिबिन ब्लाइन्ड हुँदाखेरि, दुवै आँखा नदेख्ने व्यक्ति हुँदाखेरि कति गाह्रो भएको छ होला। तपाईँहरूले पक्कै पनि बुझिसक्नु भएको छ आदरणीय आमा बुवा तथा दिदीबहिनी दाजुभाइहरू। तपाईँहरूले सक्दो सहयोग गरिदिनु होला। किनभने 3 करोड आदरणीय आमा बुवा तथा दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ। तपाईँहरूले 1-1 रुपियाँ सहयोग गर्नुभयो भने पनि 3 करोड हुन्छ भने, हुन त मैले 3 करोड नै हुन्छ भन्न मैले भनेको त होइन, तर सम्पूर्ण आदरणीय आमा बुवा तथा दिदीबहिनी दाजुभाइहरू, एकै परिवारको यो 4 जना दृष्टिबिन, एउटा बहिनी बहु अपाङ्ग जुन 18 वर्षको हुनुभएको छ, उहाँले चाहिँ दुवै आँखा देख्नु हुँदैन र 2वटा खुट्टा लाग्दैन भने हात पनि लाग्दैन। र तपाईँहरू सम्पूर्ण आदरणीय आमा बुवा तथा दिदीबहिनी दाजुभाइहरू सबैजनाले यो गन्धर्व परिवारलाई सहयोग गरिदिनु होला। सक्नुहुनेछ भने हाम्रो टुल्ली बेबी दिपेन्द्रसँग पनि कोर्डिनेसन गरेर हजुरहरूले सहयोग गरिदिनु भन्न चाहन्छु। हस् त। अनि हामी अब यसै बिचमा सबैजनाले एकदम माया र हेल्पहरू गरिराख्नु भएको छ। मैले कता कता सुनेको थिएँ उहाँले एकदम गानाहरू पनि गाउनुहुन्छ गरे, साथमा दृष्टिबिन भएको उहाँको लागि हामीले फेरि पनि अर्को चान्समा हामीले उहाँलाई चाहिँ अब के भन्दा पनि साथमा कपडाहरू पनि ल्याइदिने प्रयास गर्छौँ। र साथमा एउटा होलचेयरको लागि पनि हामीलाई धेरै समस्याहरू परिरहेको छ, र होलचेयर पनि हामीले लिएर आउँछौँ। साथमा उहाँलाई 1-1 जोर कपडाहरू अनि साथमा रासन पानीहरू। अब यसरी जङ्गलमा छ, जङ्गलमा अब बाघ भालुहरू छिर्ने जस्तो समस्याहरू छ। यस्तो दृष्टिबिन भएको आँखा त देख्नु न, सधैँ त मम्मी त अब हुने कुरा त हुँदैन, कहिले कतै जानुहुन्छ होला होइन। ल सबैजनाले एकदम हेल्पहरू गरेर हामी त्यसै बिचमा हामीले एउटा छोटो मिठो अब एउटा हामी गाना सुन्न चाहन्छौँ सबैजनाबाट है।